अगाडि गर ओहो खतरा छ भने हेलो गाइजहरु आज हामी एज ब्यान्डको नयाँ गीत भन्नु रियाक्सन गर्न जाँदैछौँ एज ब्यान्ड वान अफ द फाइनेस्ट ब्यान्ड अफ नेपाल सबैले भने यो गीत परिवर्तनको भन्दै सधैँ थियो मलाई हैन अब एज ब्यान्ड नसुनेको थुप्रो हुन थालिसक्यो हैन अनि अब एज ब्यान्डले गीत ननिकाले नि थुप्रो भइसक्यो हैन अच्छा अनि अब जो पनि थप्लो भएन त थुप्रो भएन त 5-6 वर्ष भयो नि त वर्ष म आफै एज ब्यान्डको खतरा फ्यान हो नि तैँले नसुनेको गीत मैले तँलाई सुनेर आउँथे एज ब्यान्डकै कुन सुनाइस् र तैँले मलाई ए फेरि अब तैँले के अझ मक्ख परेर कुन सुनाइस् है तैँले मलाई गर्दा आउँछ एज ब्यान्डको प्रस्ताव त सुने होला नि किन नसुन्नु रे अनि यो नि के रे भविष्य सँगै कोरौँला जिन्दगीको कोरेटोहरू हात समाइरौला मेरो सारा खुसी तिमीलाई हामी त पहिला पोस्टर च्याट्दै घर जान्थ्यो नि त यार यस्तो पोस्टर हुने बाटोमा गोकुलले सिकाएको पोस्टर देख्नु लिरिक्स सुनौ न यार लिरिक्स सुनौ न यार फेरि अगाडि भनेर पनि बानी भएर पहिला घर जान्थ्यो अगाडि गर फेरि सुनौ न यस्तो हेला नगरौँ न यार त्यहाँ भिडियोले नि कस्तो मिठो भनेछ यार काँडा बेच्ने बाटो फुल सजाइदिउला हाम्रो माया आउने संसार आफै बनाउला जिन्दगीको गीतहरू मिली सँगै रचौला सम्बन्ध तिम्रो मेरो सधैँ यस्तै रहोस् हाम्रो मायाको कथा उदाहरण बनोस् त्यो मनोजहरुको उयो हो क्या पहिलाको कारखाना दुनियाँले के भन्छ पीडा सबै सहुला संसार साँची मुटुमा तिम्रो नाम लेखुला तिम्रो हरेक सासको धड्कन बनिदिउला सुख दुःखको पाइला दिउला हाम्रो माया संसार आफै बनाउला जिन्दगीको गीतहरू मिली सँगै रचौला सम्बन्ध तिम्रो मेरो सधैँ यस्तै रहोस् राम्रो रहेछ सुन्नुपर्ने गीत रहेछ मायाको कथा उदाहरण ओहो खतरा छ भने बहिनी यस्तो बेलामा भनौँ कि नभनौँ बर्खा लाग्छ यस्तै हाने क्या यार कस्तो हान्यो होला त ल हान्दै त हल्का हल्का हैन हल्का हल्का फेरि लगा न मैले सुनेन यार त्यो
अनि कहाँ मिलाएको छ त नि मैले त लास्टको पो हाने हो त नि अन्त त्यही त नि देखा ल यसले सिकिसकेको रहेछ अनि यस्तै यस्तै भनेर सुनाएको रहेछ क्या अनि के त यार त्यही हो त्यही पनि होइन भन्छस् अनि तैले यहाँ मैले होइन तर practice लास्टको गरेको पार्ट चाहिँ त मिलाएको छैन यो वाला चाहिँ मिलाएको छैन नि त यही हो क्या तर त्यो त उयो पुरा उयसमा हान्नुपर्छ त के अरे इलेक्ट्रिकमा यतिकै हानि हुन्छ अनि सुनेको छैन त्यही भएर पिकिङ हान्दा चाहिँ टेङ टेङ अहिले त्यस्तो सुनेको छैन सिक्या होला क्या तुरीले देखाउने भनेर सिकिसकेको रहेछ क्या त्यो अगाडिको उयो नै स्टार्टिङदेखिको सोलो हानिरहेको छ त्यसले यस्तो बेलामा भनौँ कि नभनौँ बर्खा लाग्न लागिसक्यो सामान राख्ने ठाउँै भएन अप्ठ्यारो नमानिकन 1-2 दिनमा कोठा खाली गर्थ्यो है गरिब मान्छेलाई है जहाँ पनि है हेर्दै हुन्छ दुनियाले के भन्छ पीडा सबै गाडा ल्याउँछ हो यो पार्ट चाहिँ मलाई मन पऱ्यो क्या हो यो लिरिक्स पार्ट चाहिँ क्या तिम्रो हरेक सासको धड्कन बनिदिउँला सुख दुःखको पाइला सँगै चाली मलाई चाहिँ यो पार्टदेखि चाहिँ खतरा हाम्रो मायाले संसार आफै बनाउला हाम्रो माया अस्ने संसार आफै बनाउला अरे मलाई चाहिँ उयो पार्ट मन पऱ्यो क्या दुनियाँले जे सुकै भने पनि के अरे तिम्रो माया चाहिँ यो छातीमा टाँसी राखौँला अरे क्या त्यो छातीमा राखेर मात्र भएन नि त त्यो त तेरो लागि पनि एकदम डेडिकेट हो नि त नि दुनियाँले जे सुकै भनोस् तैले छातीमा मात्र राखेन बुझिस् यसले होइन घरमा लाउनु पर्यो देखाउनु पर्यो सक्नु पर्यो तैले पोस्टर टाल्दै हिँडेको थियो नि त त्यसको काम त अनि दुनियाँले त अब त्यो पोस्टर उसको काम थियो नि त टाल्न दिएन नि त अब त्यो नटाल्न नदिए पनि उसको तस्बिर चाहिँ अब मनमा टालिरहन्छु यो चाहिँ निकाल्न सक्दैन भन्ने खालको कुरा भयो नि त त्यही भएर तँलाई पनि भने क्या त पनि अलिक विचार गर यस्तो कुरा भनेर होइन मनमा टालेको कुरा त निकाल्न सकिन्छ नि त त्यो पार्ट भने क्या त्यो भिडियोमा देखाइदियो क्या अनि त्यो चाहिँ यतिको त एजमेन्टले नि सोचेको थिएन होला नि त नि भिडियो बारेमा सोच्दैन हाम्रो मायाको कथा उदाहरण बनोस् ल यो सोलो यो सोलो के त्यो निकाल भनेको यो सजिलो छ ल तर यसले सुनिसक्यो क्या यो मजाले सुनेर यसले सब पार्ट हायो त्यो ट्राई हानिसक्यो क्या त्यो छोड्दै ल अहिले मैले भन्नेवाला गीतहरू लगाएँ अनि त्यसरी ट्राई हो नि त्यसपछि म मान्छु म भिज्नु पर्यो क्या दुर्बाई गीतमा म भिज्दिनँ नि त फेरि हो त्यो हो नि त यो त अनि तैँले भिजिसकेको गीत हो नि त तिम्रो साथ हाँसुला हरेक पलको सहारा बनिदिउँला सुख दुःखको पाइला सँगै चालिदिउँला
यतिले लिएर आइसकेको छ त कति चाँडो क्या सृजना आएर छ हाम्रो मायाको कथा उदाहरण अब स्वर तान्ने होला नि त अब छैन बच्चाहरूले सक्दैन भनेर गरिदिएको होला नि हाम्रो यार राजन सर देख्दो रहेछ नि त यार केटा राजन जस्तो देखेन फेरि ब्याक गर्न स्वर तान्ने सुन्नु नि एकल सबै त लागिरहेको थियो आउ एसबिएन त्यतिकै हुन्छ त तर यो पार्ट त म नि हानिदिन्छ नि राजन जस्तो देखाएको छैन यो पार्ट हान्न त यो पार्ट त्यो लास्टको त सक्दिनँ लास्ट टाइम फेरि गर्दा कस्तो लास्ट टाइम त कस्तो खतरा रहेछ हाम्रो माया भन्ने होला चाहिँ ब्याक गर्दा अलिकति 10 सेकेन्ड कस्तो तान्ने क्या अहिले अहिले पनि मलाई यसको के अरे त्यो आमा त गरिरहेको छ त आवाजै आएन त्यसको This is the आवाजै आएन X9C 100 OIS motion. कस्तो लाग्यो त गीत केटाहरूलाई गीत राम्रो छ राम्रो 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 एज ब्यान्ड होइन मैले नि एज ब्यान्ड दामी 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 धेरै पछि सुने फिल भयो किनकि हामी त लास्टको स्वर तान्नेवाला पार्टहरु चाहिँ दामी तिम्रो जित मेरो हार भयो माया झुटो भइदियो हो त्यस्तो त्यो पार्टहरु लेखेका शब्दहरु खेर गए खै पनि राखेकै हो दुःख पनि दिएर गइहाली नचाहेको नि होइन के थाहा छैन मलाई हो त्यही पनि थाहा छैन केही थाहा छैन बसेकै छु सम्झेर सम्झिने मुटु पनि थियो सम्झिने मुटु पनि थियो अनि सम्झिँदा ती दिनहरू गाह्रो छ नि कसैलाई गाह्रो छ थियो अब गाह्रो छ गीत पनि निकाल्नु पर्यो अब जिउलाई नि गाह्रै भयो जिउलाई गाह्रो भयो जिउलाई गाह्रो भयो ल अब यो गीत नसुने कति भयो नि त यार भगवान छ त यो त मिठा बच्चा ए एउटा छुटेछ नि त पागल नभन्न भने छुटेछ नि त पागल नभन्न यिनीहरूको होइन अनि पागल अनि उयो के अरे बन्द आँखामा प्रस्ताव भइहाल्यो त उयो आएन के अरे कस्तो प्रस्ताव सम्झिरहन्छु तिमीलाई होइन त्यो भयो अनि त्यो उयो बन्द आँखा भनेको त्यही हो क्या प्रस्ताव नै हो क्या प्रयास छ मेरो प्रयास प्रस्ताव भन्दैछु प्रयास भयो त अनि नछोड्नु यो साथ नछोड्नु यो साथ चाहेको थिए पाएकै थिए सबै तेरा पल वर्किङ इन द
के हो के कसलाई पनि कसरी त बिर्सेछ नि त नि लेखिएका शब्द लेखिएका शब्दहरूभन्दा धेरै टाढामा तिमीलाई अनि कुन छ यार गीत बिर्सिसके सुन्यो भने मात्रै याद आउँछ अनि उयो क्या लायो तिमीले मायालु यो दिल मेरो ए ल फेभरेट त बिर्सेछ नि त फेरि के हो जुन पनि फेभरेट रहेछ त्यहाँनिर त यिनीहरूको अन्त जुन लायो तिमीले मायालु त झन् कस्तो मजा आउँछ है लायो तिमीले यसले सिकायो मलाई त्यो अगाडि नेपाली फिल्मतिर चाहिँ सुहाउने खालको गीत छ क्या त्यसले चाहिँ है नेपाली फिल्मतिर हाल्नु नि है यस्तो गीतहरू चाहिँ है तिमीले अनि पो फिल्महरू पनि चल्थ्यो होला त यसबारको त मिल्छ त जुनमा पनि त्यस्तो नमिल्ने कुन छ होला यसबार